अब हामी चाहिँ यसो बाहिर घुम्नु जाँदैछौँ। यहाँबाट अब बस चढेर जाने हो। यो चाहिँ विदेशीहरूको लागि गरिएको कार्यक्रम है त। यो चाहिँ परदेशीमा विदेशीहरूको लागि गरिएको कार्यक्रम चाहिँ आज रमाइलो भए जस्तो छ। यहाँ यो क्षेत्रमा बस्ने विदेशीहरूको लागि चाहिँ कार्यक्रम रहेछ। आप्रवासी श्रमिकहरूको कार्यक्रम राम्रै प्रोग्राम गरेको रहेछ। पानीबाट देउतातिर पक्केहरू के छ पुरस्कार वितरणसम्मको एकदम राम्रो प्रोग्राम। धेरै विदेशीहरूको सहभागिता देखिन्छ यहाँ चाहिँ। विभिन्न देशका विदेशी आप्रवासीहरू चाहिँ यहाँ देख्न सकिन्छ। धेरै नै इन्जोय गरेको महसुस यहाँ के को नाम टिभी राख्छ झोलाभरि पुरस्कार पाएर चाहिँ सही त हो। पुरस्कार पाएको 선물 갔어요. 갔다고요? कोरियाको बजार है। कोरियाको बजारमा चाहिँ धेरै कुराहरू पाइन्छ। यता अवगडाले यता के छ यहाँ फलफुल पसल, फुल पसलहरू, बिरुवा पसल, वाउ सुन्तलाहरू यहाँ मान्नु न अरे। हेर्ने कि अलिक उता हेर्ने के यता हो नि त मेन त यता हो कि रिटर्न आउनु त। कोरियाको बजार, कोरियाको गाउँको बजारै हो त। लोटो काट्ने ठाउँ। माछा यहाँनिर रहेछ केटा।
बैनी बजार घुमियो यता आइदिउँ केटा यता कस्तो कोरियाको माछा बजार है यो चाहिँ सी फुडहरू माछाहरू हो माइ गड कस्तो कस्तो हो माइ गड अक्टोपसहरू कोरियाको मच्छी माछा बजार अक्टोपस देखाइदिउँ न त अक्टोपस ल है गङ्गटा Oh my god. Longi area. Seafood. यहाँ चाहिँ यसरी एक्वेरियममा राख्छ है त माछाहरू बेच्नलाई ओ माइ गड केटा हेर फ्ल्याट फिस फ्ल्याट फिस आमा सबै फ्ल्याट फिसहरू काँडा जस्तो फ्ल्याट ओ माइ गड माछाहरू त सबै यो सी फुड मार्केट है यो चाहिँ अझै चाहिँ मैले नाइकको सोरुमबाट चाहिँ एउटा मैले झोला किनेँ है त झोला चाहिँ यस्तो छ नाइकको ब्याकप्याक हो यो चाहिँ नाइकीको सोरुमदेखि मैले ब्याग